ओके, सो अहिलेसम्म त हामीले बिहान रसुवामा आएको फ्ल्यास फ्लडको बारेमा सुनिसकेका छौँ होला र सिचुएसन अझै पनि डेभलप नै हुँदैछ। सबैभन्दा धेरै इम्प्याक्ट तिमुरे, रसुवागढी र सूर्यबेसी एरियामा भएको छ। नेपाल तिब्बत बोर्डर नजिकको भोटेकोसी लेन्दे रिभर सिस्टममा परेको छ। अहिलेसम्मको रिपोर्ट अनुसार बिहान 8 देखि 9:30 बजेको बिचमा तिब्बत साइडबाट एक्कासी धेरै मात्रामा पानी तल आयो। लोकल मान्छेहरूले फ्लड आउनु अगाडि ठुलो गर्जन जस्तो आवाज आएको बताएका छन्। फ्लड एकदमै छिटो आएकाले मान्छेहरूलाई बस्न धेरै समय नै मिलेन। तिमुरे बजार सबैभन्दा धेरै प्रभावित भयो। ड्यामेज धेरै ठुलो छ। फ्लडले बस्ती, पुलिस पोस्ट, हाइड्रो पावर फेसिलिटिज, रोड र ब्रिजेस ड्यामेज वा डिस्ट्रोय गरेका छन्। डिपार्टमेन्ट अफ रोड अनुसार करिब 42 km को बेत्रवती रसुवागढी रोड कोरिडोरमा ठुलो ड्यामेज परेको छ। कति ब्रिजहरू बगाएर लगेकोले नेपाल चाइना ट्रेड रुट पनि अलमोस्ट कट अफ नै भएको छ। आज आफ्टरनुनसम्म क्याजुअलिटी नम्बर पनि चेन्ज हुँदै थियो। नेपाली सोर्सेसले कम्तीमा 7जनाको डेथ कन्फर्म गरेको छ, तर रिउटर्सको पछिको रिपोर्टले कम्तीमा 9जनाको डेथ भनेको छ। अरू धेरै मान्छे मिसिङ वा कन्ट्याक्ट बाहिर छन्, किनभने रोड र फोन नेटवर्क धेरै ठाउँमा ड्यामेज भएको छ। अर्को ठुलो कन्सर्न टुरिस्ट र पिलग्रिमहरूको हो। नेपाल टुरिज्म बोर्ड अनुसार 384जना डोमेस्टिक र फरेन टुरिस्ट कन्ट्याक्ट बाहिर छन्। 291 फरेनर र 93 नेपाली। धेरैजना कैलाश मानसरोवर यात्राको लागि रसुवागढीबाट तिब्बत जानु अगाडिको रुटमा थिए, तर आउट अफ कन्ट्याक्ट भन्नाले फ्लडमा मिसिङ नै भएको भन्ने हुँदैन। नेपाल आर्मी, एपिएफ र नेपाल पुलिसले सर्च एन्ड रेस्क्यु अपरेसन गरिरहेका छन्। अर्ली आफ्टरनुनसम्म नेपाल आर्मीले कम्तीमा 25जनाको रेस्क्यु गरेको भनेको थियो र 14वटा हेलिकप्टर मोबिलाइज भइसकेका छन्। तर वेदर, ड्यामेज्ड रोड्स र डिफिकल्ट टेरेनले रेस्क्यु अपरेसनलाई अझ गाह्रो बनाउनु पुगेको छ। सिम्पलमा भन्नुपर्दा यो अर्डिनेरी मनसुनमा पानी आएर आएको फ्लड जस्तो भन्ने चाहिँ पक्कै पनि होइन। नेपाल तिब्बत बोर्डरको माथिल्लो एरियामा कुनै सडन अपस्ट्रिम इभेन्ट भएको हो, जसले लेन्डे भोटेकोसी सिस्टममा एक्कासी ह्युज वाटर सर्ज रिलिज गर्यो। त्यो पानी तिमुरे र सूर्यवंशीतिर एकदमै छिटो आयो र पछि त्रिशुली कोरिडोर हुँदै तल भागेर गयो। सो अहिले मैले भर्खरै बनाएको भिडियो चाहिँ एकदमै डिफ्रेन्ट हो। अब यो भिडियो चाहिँ अलिक प्रपर छैन। सो होपफुली भोलिसम्म एउटा एकदमै प्रपर वेल रिसर्च भिडियो आउनेछ। सो स्टे ट्युन्ड फर द्याट। आजको लागि यति नै। आम प्रतीक एन्ड यु वाचिङ द एक्सपोजर। जय नेपाल।